नमस्कार सबैलाई। म यसै जीवन ज्योतिको पूर्ण छात्रा विविसा सापकोटा। मैले चाहिँ 2079 सालको एसई परीक्षामा 3.65 जिपिए ल्याउन चाहिँ सफल भएको थिएँ। अहिले चाहिँ म बिएससी नर्सिङ फर्स्ट इयरमा मेरो शिक्षालाई अगाडि बढाइरहेको छु र म यस जीवन ज्योतिको एक छात्रा। नर्सरीदेखि कक्षा 10 सम्म करिब 13 वर्ष मैले त्यहीँ पढेँ, हुर्केँ, रमाइलो गर्दै मैले त्यहाँबाट धेरै कुराहरू सिक्ने अवसर पनि पाएको थिएँ। त्यति मात्र नभएर यहाँका गुरुवर्गहरूले हामीलाई दिनुभएको शिक्षा एकदमै गुणस्तरीय र उत्कृष्ट रहेको छ र यहाँबाट पास आउट हुनुभएको विद्यार्थी एकदमै उत्कृष्ट स्थानमा पुग्न सफल पनि हुनुभएको छ र अहिले म जुन पनि स्थानमा पुगेको छु यो सबैको पछाडि जीवन ज्योतिको चाहिँ धेरै ठुलो हात रहेको छ र मैले छुटाउनै नहुने कुरा, हामी 13 वर्षसम्म त्यहाँ पढ्दा हामीलाई जस्तो सुकै बाध्यता अप्ठ्यारो आए पनि हाम्रो माननीय सम्माननीय रामबहादुर सरले सधैँ हाम्रो साथ दिनुहुन्थ्यो र पहिला मात्र नभएर अहिले पनि सधैँ हाम्रो साथ दिनुहुन्छ र हामीलाई सधैँ हौसला प्रदान गरिराख्नुहुन्छ। उहाँले दिनुभएको माया एउटा बुबाले छोराछोरीलाई दिनुभएको माया जस्तै थियो। उहाँले हामीलाई किताबी ज्ञान मात्र नभएर व्यवहारिक शिक्षा पनि प्रदान गरिराख्नुहुन्थ्यो र अन्त्यमा के भन्न चाहन्छु भने जीवन ज्योति पढाइमा उत्कृष्ट त छँदैछ, पढाइ सँगसँगै विभिन्न क्रियाकलापहरूमा नि सधैँ अगाडि रहेको छ र गत सालदेखि चाहिँ जीवन ज्योतिमा डिजिटलाइज रूपमा पनि पढाइ भइरहेको छ। यो पनि एउटा राम्रो कुरा हो जीवन ज्योतिको लागि र हजुरहरूको छोराछोरीको उज्जवल भविष्यको लागि चाहिँ जीवन ज्योति आवासीय माध्यमिक विद्यालयमा जोडिनु हुन म हजुरहरू सबैलाई अनुरोध गर्दछु। हस्त, धन्यवाद।